अलिकति गाह्रो छ केटाहरूलाई यहाँ चाहिँ हान्नुपर्ने हो डिआरएसले ओजी आइसक्यो पछाडिबाट ओजीको सिन्डीसँग पर्यो हल्का घुम्दिरहेको झन्डै होइन उठाइहाल्छ होला फेरि उठाउन रेडी छ जोन आयो रनमाथि यही छ एक्सएमपीआर देख्नुपर्ने त एक्सएमपीआर त्यही छ एक्सएमपीआर एउटा बम आयो भने चाटै पड्किन्छ एनएपेक्स स्टन्ट आएछ हौ दा स्टन्ट आएछ हेर्नु नि त्यहाँ घन्टेले हान्नुपर्ने त उठेर क्रस फायरमा हान्नु या डिआरएसले सबै क्रस फायरमा हान्छ नि ग्यापमा चाहिँ क्वालिफाई भएपछि चाहिँ घन्टेलाई चाहिँ मजाले टिममा खेलाएर प्र्याक्टिस गराउँदा हुन्छ क्या अब जे जस्तो भयो भने एक्सपिरियन्स प्लेयर भनेको एक्सपिरियन्स प्लेयर हुन्छ क्या अनि किलर भाइलाई सक्छ मुजी 5 किल हानेछ त एक्सएमपीएलले हानेको 5 किल यो गेममा माई गॉड एक्सएमपीएललाई उठाउन नि चाँडो ओइ क्रेजी खेल्दिरहेछ यार टल्काउँदै मार्दै गरिरहेछ त यस्तै छ अति खेलिरहेछ है केटा सबजनाले म्याच सिकन डिआरएस ओपी इन द धेरै खेल्नु भएको छ पिएमजीसीको लागि केटा हो टन्नै खेल्नुपर्छ नि हौ कहाँ अहिले हुन्छ यार जुटी लगभग 20-22 किल चिकन हान्छ जस्तो लागिरहेछ मलाई चाहिँ डिआरएसले भाइ यो गेममा त आउँदै हेर्दाखेरि जोस देख्दाखेरि त सक्छ त केटा हो सक्दैन नि होइन कस्तो खेल्दैको यार किलर र सन्देशले होइन भाइ तर अर्को 3 जनाले त उब्रेको 3 जनाले त ठुल्ठुलो तर आज त जस्तो गेम खेल्थ्यो त्यस्तै गेम देखाइदियो नि त उनीहरूले आफ्नो रियल गेम त आज देखायो हिजो त कन्डे जस्तो खेलेको नि त लास्टै कन्डे जस्तो खेलेको नि त्यो त एक्सपेक्टेसन मुझे भर्खर कम्पिटेटिभमा नयाँ टिम आएको जस्तै खेल्दै थियो अनि त्यही भएर ग्यान्टेलाई चाहिँ खेलाउनु पर्छ क्या ग्यान्टेको आइजिलिङ राम्रो छ क्या चारा यार मुझे डिआरएस फ्यानहरू त मुझे रुनु आँटेको थियो होला है हिजोको गेम हेर्दाखेरि कस्तो सास आयो होला तिमीहरूले त सोचेकै थिएन होला होइन पुग्छ भनेर सोचेकै थिएन होला है डिआरएसको फ्यानहरूको त मुझे यार फेसबुकमा हेर्नु पर्थ्यो पीडा भएर यस्तो पनि गेम हुन्छ मुझी यस्तो पनि गेम हुन्छ भन्दै पुरै फ्रस्ट्रेटेड म त थिएँ खुसी लाग्यो होला नि तिमीहरूलाई आज सास आयो होला तिमीहरूले त सोचेको पनि थिएन होला है सबजनाले ग्यान्टेलाई पूजा गर मुझीहरू ग्यान्टेलाई चिकन हुने भयो भने त 19 चिकन हुन्छ केटा हो इजी सिधै फर्स्ट ग्यान्टे गड इन द च्याट लेख्दो ग्यान्टे गड लेख्दो केटा हो सबले ग्यान्टे लभ यु लेख अनि नाइ फ्रेन्ड इजी चिकन हो क्या यसलाई त हान्छ यो टिममा त लभलीको छोरी केटाहरूले नेपेक्स र वाइप हानेपछि कति सजिलो भएर त गेम अनि नाइ हो ल एउटा जोड्ने मर्यो अनि त दाइ एउटा जोड्ने मर्यो जस्तो लाग्यो अरू सबै किलाएर दिनु पर्यो नि त यार केटाहरूलाई फेरि बिच्किन्छन् 107 106 and 100